संसदमा लगातार एकछिन भाइ यो सामान त जोडिसक्नु भइसक्यो त हो भाइ हजुर भइसक्यो त अब संसदमा लगातार गतिरोध कायम भइराखेको छ तपाईहरुको प्रयासका बावजुद प्रधानमन्त्री संसदमा आएर जवाफ दिन तयार हुनु भएको छैन अब यसलाई चाहिँ के भन्ने तपाईहरुको अब अवरोध गरिरहने सत्तापक्षले अब यसो संसद सुरु हुने नियमित कार्यसूची आज मैले एउटा उपाय चाहिँ सभामुखज्यूलाई दिएको छु हैन त्यही एउटा लास्ट उपाय जस्तो मलाई चाहिँ लाग्छ म गलत छैन भने अब त्यो बाहेक अरु त उपाय छ जस्तो मलाई लाग्दैन लास्ट उपाय चाहिँ के थियो हजुरले दिनुभएको आज मैले संकल्प प्रस्ताव त्यहाँ पेश गरेको छु हैन हाम्रो नियमावली 79(1) को ग अनुसार हामीले पनि प्रस्ताव दिन सक्छौं र सन्देश दिने राष्ट्रिय सन्देश दिने भन्ने हिसाबको चाहिँ एउटा प्रस्ताव छ त्यसमा चाहिँ प्रधानमन्त्रीज्यूले अस्ति तपाईको चाहिँ 17 गते जुन 83 साल के रे 2 महिना 17 गते बोल्नुभयो त्यसलाई चाहिँ सच्याएर एउटा वक्तव्य हैन लिखित वक्तव्य उहाँ र यहाँ बोल्दा फेरि अर्को मिस्टेक हुन्छ होला हैन है हामी जस्तो कुरा खेलाउन सक्नुहुन्न नि त हामी त तपाईले जे प्रश्न सोध्नु त्यसको उत्तर दिएर मात्रै जान्छौँ सुदन गुरुङ उहाँ एकछिन त्यसले गर्दा उहाँले स्लिप अफ टङ यदि भएको हो भने त्यही हिसाबले स्लिप अफ टङ भन्छ नि त बोल्दै जाँदा हाड बिनाको जिब्रो लटपटिन्छ भन्ने हिसाबले त्यसो भयो भन्ने कारणले उहाँले चाहिँ तपाईको लेखेर तपाईको लिखित वक्तव्य दिँदा हुन्छ त्यो वक्तव्य सहित तपाईको चाहिँ हामीले संकल्प प्रस्ताव पारित गरेर आगामी दिनमा नेपाल सरकारको प्रधानमन्त्री लगायत कुनै पनि मन्त्री कुनै पनि सांसदहरुले कहीँ पनि हैन यस्तो मिडियामा पनि होइन देशमा हुँदा पनि होइन विदेशमा जाँदा पनि होइन यो खालको हैन अभिव्यक्ति चाहिँ नदिने भन्ने हिसाबले चाहिँ हामी सबैजनाले कमिटमेन्ट गर्यौं भने त्यो सबभन्दा राम्रो राष्ट्रिय सन्देश पनि जान्छ हैन अनि यो कुराले चाहिँ तपाईको कस्तो भने विन विन सिचुएसन भन्छ नि त्यो खालको पनि हुन्छ र यो हाम्रो सबै गाँठहरू फुस्किन्छ क्या त्यो मेन गाँठो चाहिँ त्यो छ त्यो मेन गाँठोले अड्काइराखेको छ त्यो चिज हो तर प्रधानमन्त्रीले फेरि अर्को मिस्टेक गर्नुहुन्छ भन्ने डर छ तपाईलाई त्यस्तो जस्तो मलाई लाग्यो किनभने प्रश्नको त ओइरो आउँछ हैन अहिले त आक्रोश पनि छ हैन त्यसले गर्दाखेरि त्यो विषय जुन छ अहिलेको जुन सिमानाको विषय मेन गाँठो चाहिँ त्यही हो हैन अरु पनि सानसाना गाँठाहरू छन् तर मेन गाँठो त्यो हो त्यो गाँठो चाहिँ त्यसरी फुकाउनु पर्छ र त्यो बाहेक अरु विकल्प चाहिँ म छ जस्तो मलाई चाहिँ लाग्दैन अब छ भने अरूले खोइदिन्छ कि भनेपछि बोल्ने क्षमता तपाईमा जति छैन बालेन भए त्यस्तो मिस्टेक हुन्थ्यो त अब उहाँले त्यो चुला बल्दाखेरि ट्रान्सफर्मर पड्किन्छ भन्दाखेरि त्यसमा पनि आलोचना छ तर ती कुरा त मसिना कुराहरू भए हैन तर मेन कुरा जुन सिमानाको कुरा छ त्यसले चाहिँ तपाईको त्यो भएको कारणले उहाँले लिखतमा हैन लेखेर चाहिँ तपाईको त्यो पत्र दिँदाखेरि त्यताबाट समाधान श्रम संस्कृति चाहिँ हामी वी आर ओके विथ दैट भनेको जवाफ नआउँदासम्म तपाईहरु सदन चल्न दिनुहुन्न जवाफ त आउनु परेन त कस्तो कुरा गरे तपाईले हैन अब म जस्तो एउटा तपाईको चाहिँ नि कमन म्यान हो नि त म त यहाँ संसदको त त्यस्तो कुनै विशिष्ट सदस्य त होइन मेरो पार्टीको होला तर मैले त केही कुरा बोले भने त्यसलाई करेक्सन गर्नुपर्छ भने अब परराष्ट्र मन्त्रीज्यूले बोल्नुहुन्छ नभए रवि लामिछानेज्यूले म आफै बोल्छु भनेर हिजो बैठकमा होइन हो त्यसो भने भएन नि त हैन त्यो अभिव्यक्त गर्ने व्यक्ति त त्यो अथोरिटी होइन नि त हैन अब जस्तै मैले नि एउटा गल्ती गर्छु अनि मेरो के अरे तपाईको एकजना श्रमदाता पठाइदिन्छु भने त कहाँ हुन्छ त बोल्न त उसलाई नि आउँछ नि हैन तर मैले जुन बोलिसकेपछि मेरै मुखबाट चाहिँ त्यो अपोलोजी खालको कुरा हैन करेक्सन खालको कुरा चाहिँ पब्लिकले एक्सपेक्ट गर्छ त्यही चिज हो हिजो सर्वदलीय बैठकमा यहाँ चाहिँ किन उपस्थित हुनु भएन त्यहाँ पनि त कुरा राख्न सकियो मान्यज्यू किन आउनु भएन यो बैठकहरुमा म त्यति प्राय जाँदिन संसद चाहिँ म रेगुलरै हुन्छु हैन अब कहिले काहीँ छुट्यो भने मात्रै हो मेरो चाहिँ हाजिर हेर्दा पनि हुन्छ यहाँको रिस त रवि भन्दा बालेनसँगै सरकारमा अब बालेन होइन त्यस्तो के होइन पद जिम्मेवार बन्नुपर्छ भन्ने मात्रै हो हैन उहाँले के छ र त्यस्तो रिसिभी हाम्रो केही पनि छैन पदमा बसेको मान्छे जिम्मेवार हुनुपर्छ भन्ने चिज हो अलिकति यो मन्त्री परिषद विस्तारलाई कसरी हेर्नु भएको छ त्यसमा त मेरो भन्नु केही छैन उहाँको पाएक जसलाई राख्नुहुन्छ हैन त्यही मान्छे भन्ने हो त्यसमा केही छैन तर मन्त्रीज्यूहरूले काम गर्दाखेरि चाहिँ जे खालको आइरहेछ नि यो बीवाईडी के भन्ने चिजहरू अनि यो सम्पत्ति छानबिन कुराहरू यस्ता तपाईको चाहिँ नि तपाईको छानबिन समिति जुन भन्छ हैन त्यो छानबिन समिति चाहिँ संसदीय छानबिन समिति बन्नुपर्छ भन्ने माग चाहिँ हाम्रो हो किनभने मैले गल्ती गरेँ
अनि उहाँ चाहिँ मेरो अब हुन त उहाँ मेरो साथी त होइन, तै पनि यसो मैले घरिघरि फोन नम्बर चाहिँ उहाँको छ होइन। अनि भरे तपाईँको छानबिन, मेरो गल्तीको छानबिन चाहिँ फेरि मेरो साथीलाई उहाँलाई लगाइदिएँ भने त त्यसले त शङ्का गर्ने ठाउँ आउँछ नि त होइन। त्यसले गर्दाखेरि त्यो नहोस् भन्न खातिर आउँदो दिनहरूमा जति पनि मन्त्रीहरूले गरेको चाहिँ कुराहरू आरोपहरू आउँछन्, सबै आरोप पुष्टि भएको पनि हुँदैन, हुनु पनि नसक्ला होइन। तर त्यो तपाईँको आरोपलाई चाहिँ छानबिन गर्नको लागि चाहिँ संसदीय छानबिन समितिद्वारा गर्नुपर्छ भन्ने चलन हामीले चलायौँ भने अत्यन्तै पारदर्शी हुन्छ होइन। सुदन गुरुङ फेरि गृहमन्त्री बन्दै हुनुहुन्छ, आज शपथ खानु के भन्नुहुन्छ? आई हेभ नो कमेन्ट्स है। नो कमेन्ट ट्रेन्ड फेरि तपाईँमा नि लागु भयो होइन। म त होइन, उहाँ आउनुभयो त होइन, उहाँ आउनुभयो। अब के अरे प्रधानमन्त्रीको इच्छाको कुरा होला त्यो त होइन। त्यो चिज तपाईँलाई चित्त बुझाएको छ कि छैन भन्ने होइन, त्यो चित्त बुझेन भन्ने पछि भनौँ न। अहिले अघिको मेजर सब्जेक्टको बारेमा मात्रै मैले BYD घोटालाको विषयमा पनि आइरहेको, त्यसको लागि चाहिँ संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्ने माग हाम्रो हो। त्यो चिट चाहिँ नि तपाईँले काटेको होइन भन्नुहुन्छ, फेरि मैले त पैसा तिरेको छैन, सार्वजनिक गरिसक्यो। मैले त पैसा तिरेको छैन। तपाईँको शुभचिन्तकले हो? खोइ को हो मलाई थाहा छैन। तर त्यसमा पनि फेरि जारी गर्ने नाम पनि हर्कराज राई नै छ, मैले नै जारी गरेको, मलाई नै जारी गरेको भन्ने खालको छ। त्यो खोइ एआई होला हौ, त्यसो नगर्नु न है, त्यसो नगर्नु न। पेजबाट आएको छ, प्रहरीले नै हालेको छ, मलाई थाहा भएन। तपाईँको अनुहार पनि देखिएको छ नि त, मलाई थाहा भएन। अनुहार त मेरो देखिहाल्छ नि, सबभन्दा देखिने अनुहार मेरो। चिट काट्नु चाहिँ पर्ने हो नि त, खास होइन? हजुर, चिट काट्नु त पर्ने हो। कसुर के हो त? होइन न, कसुर के हो? कसुर के हो भने एक हातले सुन्नु न, एक हातले बाइक चलाउनु चाहिँ कसुर रहेछ? लापरवाही पनि एक हातले चलाइरहेछ, हेर्नु न। चलाइरहेछ मन्त्रीको ड्राइभर फेरि तपाईँ आफै दुर्घटना पर्नु निष्पक्ष बन्नु है, सुन्नु न, निष्पक्ष बन्नु है, निष्पक्ष बन्नु है, सुन्नु यहाँ, निष्पक्ष बन्नु, कानुन बनाउने भवनको अगाडि बसेर निष्पक्ष बन्नु है। हामी मन्त्रीको ड्राइभरलाई पनि याद गर्नु कि एक हातले गाडी चलाइरहेको फोन गरिरहेको हुन्छ। गाडीको एउटा मात्रै हुन्छ कि स्टियरिङ? यहाँ सुन्नु हुन्छ नि त। सुन्नु न, यहाँ अहिले दुईटाले पक्रिने हो नि, त्यतिको लागि त्यो देब्रे हात चाहिँ के गर्नुलाई? त्यो स्टेप मात्रै हो।